नमस्ते मित्रहरू, तपाईँ हाम्रो मनमा अत्यन्तै विचार खेल्छ, धेरै कुराहरू खेल्छ भने यो भिडियो अति नै महत्त्वपूर्ण छ। सबैभन्दा भगवान श्रीकृष्णले श्रीमद् भगवत गीतामा स्पष्टसँग भन्नुभएको छ, इच्छा मात्रम अविद्यम। इच्छा नै तिम्रो दुःखको कारण हो। तिम्रो दुःखको कारण इच्छा हो। मनमा जति विचार खेल्दछन् त्यो विचारलाई तपाईले थाहा पाउनुस्। किन थाहा पाउनु भन्दाखेरि जे हामी थाहा पाउँछौँ नि, चुपचाप लागेर हेर्छौँ, जस्तो छ स्वीकार्छौँ, दुःख छ पनि स्वीकार्छौँ, सुख छ पनि स्वीकार्छौँ। तर त्यहाँ बाधा केले गर्छ भन्दा इच्छा। चाहे हिजोको घटनाको इच्छा होस्, यस्तो नभइदिएको भए हुन्थ्यो, म खुसी हुन पाएको भए हुन्थ्यो, त्यसले मलाई नराम्रो व्यवहार नगर्दिएको भए हुन्थ्यो, मेरो जीवन यस्तो भइदिएको भए हुन्थ्यो। मनमा इच्छा, हिजोको पनि इच्छा नै हो। मनमा उठेका विचार, धेरै विचार मनमा किन खेल्छ भन्दाखेरि मनमा धेरै इच्छा छ, जाँच्नु होला। मनमा जति बढी इच्छा भयो नि, त्यति नै मनमा बढी कुरा खेल्छ। नम्बर 1। नम्बर 2, हामीले बाहिरबाट यो कानले सुनेर, आँखाले हेरेर, कस्तो आज हामी मोबाइलमा हेर्छौँ, सुन्छौँ, पढ्छौँ, विशेष गरी उठ्ने बित्तिकै र सुत्ने बेलामा जे हामी हेर्छौँ, सुन्छौँ, पढ्छौँ नि, अब हाम्रो मनले त्यस्तै सोच्न सुरु गर्छ, त्यस्तै इच्छा राख्न सुरु गर्छ। कसैले कुटेको पिटेको घटना तपाईले हेर्नुभयो भने तत्काल तपाईँ हाम्रो मनमा त्यो सोच्न सुरु हुन्छ। जस्तो कसैको श्रीमान श्रीमतीले छाडिदिनु भयो नि, त्यो भिडियो तपाईले हेर्नुहुन्छ नि, त्यो हेरुन्जेल तपाईलाई केही न केही प्रतिक्रिया उठ्छ मनमा। त्यस पछाडि मेरो पनि यस्तै होला कि, यस्तो भइदियो भने त, यो मनको डर क्या। एउटा हुन्छ सचेत रहनु, तर अर्को हुन्छ हामीले जुन कुरालाई बार 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 मनमा कुरा खेल्दै गइसके पछाडि त्यसले हामीलाई दुःख दिने हो क्या। त्यसैले सबैभन्दा पहिला त दुःख कहाँबाट आउँछ, मनमा धेरै कुरा कसरी किन खेल्छ भन्दाखेरि हिजोको घटनाको याद, त्यसमा पनि इच्छा जोडिएको हुन्छ। यस्तो नभइदिएको भए हुन्थ्यो, मलाई यो सम्झना नआइदिएको भए हुन्थ्यो, अथवा भोलि के होला कस्तो होला, मनकै चिन्ता क्या। मनमा चिन्ता गरेर, मनमा इच्छा गरेर काम पुरा हुने होइन। इच्छा त एउटा भए काफी हुन्छ नि, तर काम गरेको परिणाम आउँछ। तर मनमा कुरा खेलाएर बस्दाखेरि काम चाहिँ नगर्ने, अनि मनभरि इच्छा, काम हामीले गरिएन तर मनभरि इच्छा बढी भयो भने अनि मनमा धेरै विचार खेल्न सुरु गर्छ। त्यसैले लामो गहिरो श्वास लिनुहोस्। जे भएको छ तपाईको मनमा त्यसलाई स्वीकार्नुहोस्। तपाई राम्रो पनि नखोज्नुहोस्, नराम्रो पनि नखोज्नुहोस्। तपाई जस्तो हुनुहुन्छ तपाई भित्रबाट त्यस्तै स्वीकार्नु भनेको त्यसलाई हेर्नु, त्यसलाई थाहा पाउनु, त्यसलाई बुझ्नु। जस्तै हामी फिल्म हेर्छौं नि चुपचाप लागेर, जस्तै बाटोमा गाडीहरू कुदिरहेको हुन्छ नि, सोच्नुहोस् तपाईँ हाम्रो मनमा चलेका अनेकौं विचार पनि त्यो गाडी जस्तै हो। त्यो बाटोमा गाडी कुद्दाखेरि हामी हेर्छौं, कुनै पनि प्रतिक्रिया दिँदैनौं, बस हेर्छौं, किनकि त्यो गाडी म होइन नि त, त्यो गाडी अलग हो, म अलग हो। त्यसैले मनमा उठेका अनेकौं विचारहरू यो अलग हो, तपाई अलग हो भनेर बुझिराख्नुहोस्। एक दिन होइन, दैनिक बुझिराख्नुहोस्, 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 बुझिराख्नुहोस्। र आफ्नो मनमा सकारात्मक कुराहरूलाई खेलाउनको लागि राम्रो हेरौं, राम्रो सुनौं, राम्रो पढौं, जुन सकारात्मक, त्यसलाई निरन्तर आफ्नो दिमागमा हालिराखौं। एउटा गिलासमा पनि नि सफा पानी भरिराखौं भने त्यो गिलास फोहोर हुँदैन। त्यस्तै हामीले पनि के बढी हेर्छौं, सुन्छौं, एकछिनको लागि मजा लाग्न सक्छ, कसैले कसैलाई गाली दिएको,
कसैले कसैले नराम्रो गरेको, तर त्यसले बिस्तारै बिस्तारै हाम्रो मनमा छाप बसाउँदै जान्छ। हाम्रा विचारहरू त्यस्तै बन्दै जान्छ। तपाईँ नराम्रो विचार गर्दिन भन्दा पनि त्यो विचार आफूभित्रबाट उत्पन्न हुन्छ। किन भन्दाखेरि हामीले त्यस्तै चिजहरू हेर्छौँ, सुन्छौँ, पढ्छौँ र हामीले आफ्नो मनमाथि ध्यान दिन सक्दैनौँ। बस हामीले बाहिर ध्यान दिन्छौँ। आफ्नो मनमाथि ध्यान दिन नसक्नुको परिणाम हो आज पनि आफ्नो मनमा ध्यान दिउँ, भोलि पनि आफ्नो मनमा ध्यान दिउँ। आफ्नो मनमा के हाल्दैछु, के भर्दैछु, के भोजन दिँदैछु यसमा ध्यान दिउँ र विचार बिस्तारै बिस्तारै आफै कम हुँदै जान्छ। एकैछिनको अभ्यासले यो नहुन सक्छ, तर बिस्तारै बिस्तारै दिनदिनैको सानो सानो अभ्यास, आफ्नो मनमाथिको अभ्यासले 100% तपाईका मनमा अनेकौं विचार खेल्ने बिस्तारै बिस्तारै आफै कम हुन्छ। तपाईले यसको जिम्मा लिनु पर्दैन। बस तपाईले जिम्मा म बाहिरबाट भित्र के हाल्दैछु, कस्तो खानाहरू म खाँदैछु, त्यो खानाको प्रभाव हाम्रो विचारमा पर्छ। मन अति नै चञ्चल किन हुन्छ भन्दा खानाको प्रभाव हाम्रो मनमा पर्छ। त्यसैले मनमा अनेकौं विचार उत्पन्न हुन्छ। जबरजस्ती गरेर हुँदैन। हामीले सबैभन्दा पहिला भोजनमा सुधार गर्न जरुरी हुन्छ। त्यस पछाडि दैनिक बेलुका भामारी प्राणायाम, जुन कानलाई हल्का बन्दा, यो नाकलाई आधा बन्दा र आँखाको भागलाई पनि बन्दा र मुखलाई बन्द गरेर यसरी भामारी प्राणायाम 108 चोटि बेलुका गर्नुभयो दैनिक भने यसमा पनि तपाईलाई तुरुन्तै त्यो मनमा विचार खेल्ने ठिक हुन्छ। तर लामो समयको लागि बुझ्नै पर्छ ज्ञानलाई। विचार भनेको मनमा उठेका इच्छा हुन्। मभित्र जति इच्छा मात्रै धेरै छन् त्यति नै मनमा विचार बढी छन्। त्यही महत्त्वपूर्ण छ।